हेलो गाइज दर्शन नमस्कार है। हामी चाहिँ आज यतातिर लेखतिर आएको बेलामा यसो एक दुई मिनट मात्रै बनाउँछ है। धाराको बाटो रमाउँदै आएको म यहाँलाई देखेर। राम्रो छ है साथीहरू, कालो हिँड्नु पर्छ, मजा आउँछ हैन। के गर्छ भाइ? यस्तो है ढुङ्गा ढुङ्गा टक्क है तिरिरी रमिरी झैँ। सास बढ्छ त यार। हाय 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 थाकी गयो यार। हामी पारिबाट आएको यार। यस्तो दामी हरियाली वातावरणमा सुहाना मौसम, चिसो हावाको साथमा हिँड्दैछौँ हामी पनि गोरेटोको बाटोमा, त्यो बालुए रातो माटोमा। चल चल जल्दी आ जल्दी। थाकिगयो यार, पसिनै पसिना भयो त शरीर त। यो जाडोमा पनि यार्सा गुम्बा पाइन्छ कि यार? यार्सा गुम्बा, यार्सा गुम्बा हौ, यार्सा गुम्बा पाउन्न यस्तोमा। यस्तो माथि हिउँ परिरहेको, बिहान हिउँ परिरहेको थियो, आज नि अलि तल तल आउँछ होइन त, आएन हाम्रोतिर। बिहान मौसम त बेसरी खराब थियो यार, 6 बजीतिर। त्यसपछि फेरि धुप लाग्न सुरु गऱ्यो। है साथी, यस्तै छ हाम्रो त अब गाउँठाउँ। दुःख गर्ने यस्तैमा ठेकेदार गरेर बस्ने हो। ठेकेदारी मान्छेको कामै यस्तै, गिट्टी बाल्ला होइन। यो त तल जाने, हामी कहाँ धेरै माथि आछौँ यार। हामी हिँड्दै वहाँ किन जानु भनेर क्या त गेट छैन के? गेट त यो हो। तिरी मिरी झैँ जे पिटी भयो नि, भिडियो बनाएर राखिदिनु पऱ्यो क्या आज 2-3 मिनट। आज दिन में नींद मस्त आएगा रे भाई। बहुत किया वॉकिंग। ये तार तो इधर पड़ा है, टेलीफोन गए के हो? बंकी बंग चले होते यार। जता गरे समस्या जता हिँड भयो। पहाडको मरुभूमिमा सबैलाई स्वागत छ है त। त्यसका बाजे गुन्टु पारामा धेरै माथि आएछौँ हामी। उहाँ त्यहाँ निकाल्न आउनु पर्ने हामी, खास उकालो उकालो गरेर धेरै माथि चढेछ। त्यो केटा ठिकै आछ ऊ त्यहाँ।
त्यही रामचोक गएको वकिङ हो कि हँ त्यही वकिङ हो कि ट्रेन गाडी पनि आयो राधे त्यहाँ के लिन आएको त्यो यतै आयो त कन्ट्रोलमा आयो नि फेरि गयो त मरे ए घुमायो घुमायो झन्डा खै झन्डा झन्डा खै झन्डा बेसी होला त्यो जान्छ उसलाई लिन गएको है साथलाई लिन गएको होला हेलो गाइज दर्शन नमस्कार छ है वेलकम छ है यो छोटो भ्लगमा आज फेरि छोटो तपाईँहरूलाई 4-5 मिनटको भिडियो लिएर आएको छु यहाँ चाहिँ आज तपाईँहरूतिर मौसम कस्तो छ यहाँ चाहिँ एकदम बरफ परेको छ है यहाँ चाहिँ बरफ परेको छ त्यही भएर बरफको भिडियोहरू हल्का ठेकेदारी काम गर्दा गर्दै पनि हल्का भ्लग बनाऊँ भनेर यसो छोटो बनाएको छु है सबैले हेरेर साथ दिनु होला सबैले भिडियो हेरिदिनु होला अनि मसँग नि नयाँ हुनुहुन्छ भने साथी बन्नु होला है सबैजनालाई वेलकम छ मेरो यो छोटो युट्युब च्यानलमा सानो युट्युब च्यानलमा सरी छोटो त भ्लग भइहाल्यो है अनि तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला हाम्रोतिर त यस्तो छ है यसलाई के भन्ने यो चिसो चिसो मौसम छ भन्दै गीत गाउने बस्ती जस्तो छ मौसम एकदम शान्त है आज हावा एकदम कम चलेको छ त्यही भएर भिडियो पनि अलिकति क्लियर छैन होला जस्तो छ म त्यस्तै राखिदिन्छु है त सबैले हेर्नु होला ल है पारीको गाउँहरू पनि पुरै तपाईँको बरफले ढाकेछ त हो पुरै ढाकेछ पारीको गाउँहरू दिस इज भिलेज एरिया ल ट्याक्कै बरफहरू सर्र छ धेरै बोल्न धेरै गर्न त जान्दैन म है जस्तो हुन्छ त्यस्तै बनाउने हो जस्तो आफू बोलिन्छ त्यस्तै बोल्ने हो साथीहरू सबैलाई वेलकम वेलकम भन्दै अब सानो सानो म 2-4 मिनटको बनाउँछु धेरै बनाउँदिनँ अनि यसो च्यानललाई एक्टिभ राख्नको लागि भने अपलोड गरिदिन्छु सर्ट भिडियो त अघि अपलोड गरेपछि एउटा चाहिँ अलिकति अलि लामो हुन्छ 2-4 मिनटको हुन्छ धेरै एरियाहरू घुम्न सकिएन धेरै एरियाहरू देखाउन सकिएन जति सक्दो देखाउने कोसिस गरेको छु है सबै साथीहरू स्वस्थ रहनु होला घुम्न आउनु होला एकदम घुम्न आउनुहोस् है बरफ खेल्न आउनु तपाईँहरूतिर एकदम गरम छ होला यहाँ आउनुहोस् है यहाँ एकदम माइनसमा छ एकदम रमाइलो छ घुम्न आउनुहोस् मजाले बारतिर अलिक ख्याल गरेर आउनु होला किन भन्दा गाडीहरू स्लिप खान सक्छ रोडमा रोडहरू अब कन्डिसन त्यस्तै हुनसक्छ एक जग्गा ठाउँमा होइन रोड त प्रायः त सिङ्गल वे भयो भने नर्मल पिच छ र पनि तपाईँ फेरि त्यहाँ बरफ जमेको हुन्छ ओभर स्पिड नगरेर आउनु होला अनि हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामीसँग भेट्नु सक्नुहुन्छ तपाईँहरूलाई हामीले गाइड गर्नेछौँ यस्तो हुन्छ उस्तो हुन्छ भनेर गाइड गर्न सकिन्छ है तपाईँलाई भाइहरूले यता फोटो खिच्दैछ फोटो खिच्दै रमाइरहेछ भाइहरू पनि सबैजनाहरू आज बरफमा यस्तो अब अप्रिल महीने में भी देखो इतना बर्फ अप्रिल महीना लागेर पनि
यस्तो बरफ परिरहेको छ यहाँ भनेपछि अब बुझ्न सक्नुहुन्छ तपाईँहरूले कस्तो खालको ठाउँ हो होइन, के हो कसो भन्ने कुरा बुझ्न सक्नुहुन्छ। हामी चाहिँ यता छ है। ल है सबैजनालाई यति भन्दै अब सानो भिडियोहरू आउँदै गर्छ, यहाँ छोटो छोटो भ्लगहरू आउँदै गर्छ। यसो कहिलेकाहीँ हेरेर साथ दिनु होला सबैजनाले। धुरी डाँडाहरू हेर्न सक्नुहुन्छ है। यो भन्छ पहाडको मरुभूमि। मरुभूमिमा आज अस्ति मरुभूमिको भिडियो हालेको थिएँ, आज मरुभूमिमा बरफ परिरहेको छ है। केटाहरूले त्यहाँ फोटो खिच्दैछ साथीहरू। फोटो खिच्ने फोटो सेसन कार्यक्रम चलिरहेको उनीहरूको। म चाहिँ यता सानो भयो नि यसमा तपाईँ यसो तपाईँहरूको गर्मी ठाउँमा बस्नुभएको छ, तपाईँहरू गर्मी ठाउँमा हुनुहुन्छ त हामीले यसो आइस सेयर गरेर तपाईँहरूको गरमलाई हल्का र कमी महसुस गराइदिउँ भनेर यसो छोटो छोटो बनाएको छु। त्यसमा चाहिँ अब जो बोल्न खोज्छु त्यो बोल्न जान्दैन होला, जस्तो भिडियो बनाउनु खोज्छु त्यो भिडियो बनाउन आउँदैन होला। त्यसमा सबैलाई क्षमा चाहन्छु है त। बरफ चाहिँ आज पनि प्लस भयो भने अलि धेरै हुन्थ्यो कि भनेको, आज घाम लागिरहेछ, आज पर्दैन होला। न त यहाँको मौसमको भर हुँदैन, कति बेला चेन्ज हुन्छ भन्ने अटोमेटिक चेन्ज भइहाल्छ। तैपनि अब अहिले चाहिँ फिलहाल चाहिँ घाम लागिरहेको, यस्तो मजाको घाम लागिरहेको हेर्नुहोस् है। आम्मो कति चर्को घाम हो यो घामले त। मान्छे त म जस्तो कालोलाई त निलो बनाउँछ नि हौ, यहाँ त निलै बनाउने घाम लाग्छ नि है। सबैजनालाई फेरि पनि स्वागत गर्दछु है। लाइक कमेन्ट सेयर, अनि नयाँ साथीहरूले हेर्नुभएको छ भने मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त। सबै साथीहरूलाई यस्तै बरफहरू अनि उराट लाग्दो जमिनहरू देख्ने मौका लिनु होला तपाईँहरूले। म देखाउने कोसिस गर्नेछु। हर दिन नभए नि हप्तामा एक आध भिडियो तपाईँहरूलाई सेयर गरिदिनेछु। तपाईँहरूले पनि मेरो भिडियो हेरेर साथ दिनु होला है त। कता के भयो, ठिकै देखिरहेको छ होला। मैले त्यो क्लियर देखिनँ, अहिले टाढा भएमा। यति भन्दै अब यो छोटो भिडियोलाई यति नै थाती राखेर अपलोड गरिदिन चाहन्छु होइन र। ल है साथीहरू, सबैले हेरेर साथ दिनु होला। मोबाइल अलि हल्लिरहेको छ आज, किन अलि स्ट्यान्डले काम गरेन कि हातले काम गरेन, अलि हल्लिरहेको छ। त्यसमा चाहिँ नहल्लाएर हेरिदिनु होला है तपाईँहरूले मैले हल्लाए पनि हिलाए पनि तपाईँले नहिलाएर हेरिदिनु होला। मोबाइल मेरो अलि हिलिरहेको छ जस्तो मलाई महसुस भइरहेको छ भिडियोहरू है। तपाईँहरूले चाहिँ नहिलाएर हेरिदिनु होला भन्दै यो छोटो भिडियोलाई अन्त्य गरौँ कि हो कसो हो साथीहरू। है त अब चाहिँ यो छोटो भिडियो म अपलोड गर्न जाँदैछु, एकछिनपछि अपलोड हुन्छ है। सबैले हेरेर साथ दिनु होला अनि सधैँ एकअर्कामा साथ सपोर्ट लिएर अगाडि बढ्नु होला भन्दै म योबाट बिदा हुन चाहन्छु। मलाई पनि यो भिडियो हेरेर कमेन्ट गरिदिनु होला कस्तो लाग्छ हजुरहरूलाई। लाइक कमेन्ट गरिदिनु होला, अनि म कमेन्ट मार्फत फेरि कस्तो बनाउनुपर्छ सुझाव सल्लाह दिनु होला। मलाई त्यति बनाउनु आउँदैन, म पनि नयाँ हो होइन। सुझाव सल्लाह दिनु होला, सुझाव सल्लाह अनि प्रतिक्रिया दिनु नभुल्नु होला है साथीहरू भन्दै म यो भ्लगबाट ओजेल पर्न चाहन्छु। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ अल अफ यु गाइज, थ्याङ्क यू।